हेलो गाइस, आज चाहिँ हामीहरू यहाँ विशाल मेगा मार्ट आएको थियो हो। अन्त सपिङ गर्न आएको थिएँ। सो नानीहरू मलाई बिस्कुटहरू लिनु थियो। सो एकवटा नानीको पनि खिलौना लिनु थियो। सो मेरो चाहिँ त्यहाँ दिदीको भाइ छ कि नानी, अन्त मेरो चाहिँ भाइ पर्छ। सो भाइको लागि लिउँ भनेको थिएँ। यिनी सानोमा कस्तो मन पर्थ्यो नि यस्तो डलहरू। हेर्नुहोस् न गाइस, कस्तो क्युट क्युट गाइस। हेर्नु न कस्तो क्युट। फिलहाल अहिले चाहिँ मनी छैन, मनी भएपछि लिन्छु बादमा म पनि हो। हेर्नुहोस् न, म चाहिँ यहाँ चाहिँ जेन्ट्सको रहेछ हो। यो चाहिँ जेन्ट्सको रहेछ, यो चाहिँ लेडिजहरूको रहेछ। अन्त हामी चाहिँ विशाल मेगा मार्ट आएको नि। एउटा चप्पल लिउँ भनेको, मलाई चाहिँ यो चप्पल साह्रै मन पऱ्यो कि। यो चप्पल मन पऱ्यो। सो यो चप्पल लिनु पऱ्यो म चाहिँ हो। दादाले झाडन लिनुहुँदैछ। सो झाडन लिनुहुन्छ अरे दादा चाहिँ। के लिनु भएको त? परेन यो? मन परेन? यो चाहिँ 99 रहेछ। पाउँदैन होला, मजाको रहेछ 99 मा म्याटहरू। कलरहरू छानी छानी रहेछ गाइस हो। मजाको रहेछ 99 मा। 99 विशाल मेगा मार्ट आउनु भयो भने चाहिँ यस्तो सस्तोमा पाइहाल्नुहुन्छ हो। मेरो भाइलाई चाहिँ पेन चाहिन्छ। सो म पेन हेर्न आएको। हाम्रो चाहिँ यति सामान भइसक्यो हो गाइस। दादाले अझ यो पनि हेर्नु हुँदैछ। दादाको हातमा सामान। बेबी स्टार लेखिरहेको छ। केटा न केटी नि मिल जाएंगे आपको 4299 में। जहाँ पे आपको बैकपैक मिल जाएंगे 499 ऑनवर्ड में। ये कस्टमर विजिट कीजिए। फॉर डिपार्टमेंट सामान हेर्नुहोस् न हाम्रो हातमा भगवान। यहाँ हेर्नुहोस् न। अब हामी निस्किन आँटेको, रात परिसक्यो। हाम्रो 6 बजी आएको होला, 7 बजी सकिसक्यो हो। हाम्रो सामान हेर्नुहोस् न। सामान नै हाम्रो लाइन हो पे गर्नु लागि। हाम्रो चाहिँ लास्टमा बिल यो टोटल मिलाएर चाहिँ 4999 रुपियाँ भएको थियो हो। अन्त चाहिँ यो लास्टमा चाहिँ यो सबै जोडेर चाहिँ त्यति अमाउन्ट भएको रहेछ।